शिवडा हाम्रो छोरा त गाउँमै बरालिरहेछ, पढ्न पनि मान्दैन। त्यो पल्ला घरेको छोरा हेर्नु त, विदेश गएर आएको रहेछ, घरेरी पनि किरेको छ, अब फेरि जाने रे। हाम्रो छोरालाई पनि बरु विदेश पठाउन है। त्यही हो र, तिमी सब्जी भित्र राखेर आऊ, अनि गर दुईजना सँगै सल्लाह गरेर आउँला नि त, के छ बुझेर आउँला। के छ हौ मैले भदेश? ओहो काका काकी नमस्कार है। नमस्कार नमस्कार। कान्छा पनि हामीसँगै आएछ। मैले भदेश त त फेरि फर्किन आँटेको छ सर विदेश। यो हाम्रो केटो पनि साह्रै लफङ्गा भयो यो, यसलाई पनि यसो मिल्छ भने विदेशतिर यसो लैजान हौ सँगै, मलाई पनि ढुक्क हुन्छ तसँगै गयो भने। ए कान्छा, गाउँमा केही पनि छैन, लगाएको बाली नाली बाँदरले सखा पार्छ। अब विदेश नगइकन उपाय छैन, महिनै पछि तलब आउँछ, आफूलाई अलिक खर्च कस्तो हुन्छ त्यसलाई मेन्टेन गर्ने, बाँकी पैसा घरमा पठाइदिने, आमा बुवा सबैलाई आराम हुन्छ, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन, ठिक हुन्छ। ठिकै छ नि त, बुवाआमाले नि भनिराख्नु भएको छ कहिले जाने गाउँ। म त सधैँभरि मलाई गाउँमा डुल्थेँ, बढेको भए सायद यसरी दुःख जानु पर्ने थियो होला। यहाँ त सधैँभरि एउटै काम गरिराख्नु पर्दो रहेछ, के गर्नु मलाई विदेश त गाह्रो रहेछ। के गर्नु कान्छ, यस्तै हो, कसैको बाध्यता, कसैको भाग्य, कसैलाई केही भन्न सक्दैन। परदेशको जिन्दगी कतिखेर के हुन्छ कसैलाई थाहा हुँदैन कान्छ, कसैलाई थाहा हुँदैन। यहाँ त आँसु पनि लुकाएर रुनु पर्ने रहेछ मल्लाजु, के थाहा आफ्नै मान्छेसँग फेरि भेट हुन्छ कि हुँदैन। आज मल्ला साराङ्गी बजाएर पर्दछ। छैन परदेश बस्नु पर्छ र, परदेशीको दुःख पीडा कसले बुझ्छ खोइ। सोचे जस्तो छैन परदेश बस्नु पर्छ र, परदेशीको दुःख पीडा कसले बुझ्छ खोइ। परदेशीको जीवनको छैन कुनै भर, परदेशीको जीवनको छैन कुनै भर, भेट हुन्छ हुँदैन, यही छ मनमा डर। तलब छैन 60 डिग्री घाम, साउको ऋणले सुत्नै दिन्न, गर्नै पर्यो काम। 60,000 तलब छैन 60 डिग्री घाम, साउको ऋणले सुत्नै दिन्न, गर्नै पर्यो काम।
परदेशीको जीवनको छैन कुनै भर फेरि भेट हुन्छ हुँदैन यही छ मनमा परदेशीको जीवनको छैन कुनै भर फेरि भेट हुन्छ हुँदैन यही छ मनमा कुन दिनमा बनी आउँछु काठको बाकसमा आज भोलि बमको वर्षा हुन्छ आकाशमा कुन दिनमा बनी आउँछु काठको बाकसमा आज भोलि बमको वर्षा हुन्छ आकाशमा परदेशीको जीवनको छैन कुनै भर फेरि भेट हुन्छ हुँदैन यही छ मनमा परदेशीको जीवनको छैन कुनै भर फेरि भेट हुन्छ हुँदैन यही छ मनमा सुख किन्छु भनी नै पैसा कमाएर बाँचे फर्की आउँछु प्यारी माया नमार सुख किन्छु भनी नै पैसा कमाएर बाँचे फर्की आउँछु प्यारी माया नमार परदेशीको जीवनको छैन कुनै भर फेरि भेट हुन्छ हुँदैन यही छ मनमा परदेशीको जीवनको छैन कुनै भर फेरि भेट हुन्छ हुँदैन यही छ मनमा सोचे जस्तो छैन परदेश बस्नु पर्छ र परदेशीको दुःख पीडा कसले बुझ्छ खोइ
को जीवनको छैन